म्याजिक भ्यूमा चाहिँ भोपाल छ सँगसँगै आएन क्या हावाले बिस्तारै बिस्तारै जाँदै है यत्तिकै स्पिड हाल्नु दामी छ भाइ यार के चलाए के भिडियो गरेको यार भन्नु के भोपाल भ्यू छ कि गफ गफ गर्नु न दाइ गफ गफ गर्नु कि बिस्तारै जान्छ कुरा सुरा गर्नु मजा आउँछ पछि युट्युबमा हाल्दाखेरि बोल्यो क्या त्यो साउन्ड नै मिल्दैन दाइ त्यस्तोहरू भोइस राखेर त्यो उता त हुँदा मिल्छ होइन परिपाटी नै मिल्दैन क्या भिडियोमा एक हुन्छ होइन यहाँ त लास्टै खत्तम छ त यार अघि स्पिडमा आएको अटो होइन यो अघि स्पिडमा आएको होइन हामीले ओभरटेक गरेर बाटो यो पनि देखाउनु भयो यो त देखिरहेको छ बाटो हेर्नु न गाइज होइन सुर्खेतको यो भ्याली साइड भन्दा यताको बाटो यस्तो छ यो चाहिँ आधे पिच छ आधे तर यो कर्णालीको नेताहरूले बुझिदिनु पर्ने कुरा के थियो भने ऊ थियो क्या बाटो थियो क्या यहाँको मेन बाटो मेन बाटो यहाँ हेर्नु नि कस्तो छ क्या आमा यो भ्यू चाहिँ यस्तो बवाल छ होइन तर यो पिच चाहिँ गरिदिनु पर्थ्यो सबै भित्र अलिक उता त भइरहेछ अब कस्तो हुन्छ हेरौँ पछि अब हामी बिस्तारै आउँछ पछि पनि कामसाम पनि पिच भएको त्यो त लास्टै टाइम देखिन्छ नि रोपाइ सबै भइरहेको धानको बिउ पनि भोपा छैन सायद यो अटोले हामीलाई नसल्छ यार अटोले पनि हतार हानिरहेको छ यो अटो दाइ पनि बवाल चलाइरहेको मार्केट सानो सुटे है के भन्नु सानो सुटे त हुन्छ होला मिनी सुटमा आइदिरहेको छ कहाँ उता त्यो कहाँ भन्दा कतिर ए यो होइन सानो सुटे यो होइन ल यसको नाम के हो पछाडि बस्दाखेरि लास्टै अनब्यालेन्स हुन्छ क्या त यस्तो यसकोमा त यो हेलमेटमा हुनुपर्ने कि क्यामेरा होइन हेलमेट हुन्छ त अहिले गोप्रो भन्छ गोप्रो गोप्रो चाहिँ भएको भइदियो त यस्तो बब्बाल देखाउँछ त्यो क्यामेरा हुनुपर्ने क्या यसको लागि भ्लगर नै हुनु भयो भ्लगर नै हुनु पऱ्यो क्यामेरा किन्नु पऱ्यो अब हामी पार्ट टाइम भ्लगरलाई पार्ट टाइमलाई के चाहियो अब हामी ओभरटेक गर्दैछौँ ओभरटेकमा हिँड्यो अब अटो दाइ चाहिँ बिस्तारै आउनु भएको छ पछि